सो हेलो साथीहरु, नमस्ते सबैजनालाई। फेरि पनि तपाईहरुलाई एउटा नयाँ भिडियोमा स्वागत छ। साथीहरु, आजको भिडियोमा चाहिँ हामी कुरा गर्छौं आफ्नो मोबाइल फोनबाट एउटा प्रोफेसनल थम्बनेल कसरी बनाउने। त्यसको लागि चाहिँ हामीलाई एउटा एप्लिकेसनको जरुरत पर्छ। त्यसको नाम रहेको छ पिक्सल्याब है त। यो एप्लिकेसन चाहिँ तपाईहरुले प्ले स्टोरबाट सजिलैसम्म डाउनलोड गर्न सक्नुहुन्छ। अब चाहिँ ढिलो नगरी हामी भिडियो सुरु गर्छौं। तपाईहरु चाहिँ हेर्न सक्नुहुन्छ यो साइडमा है त। त्यसको लागि चाहिँ सबैभन्दा पहिला पिक्सल्याब एप्लिकेसन ओपन गर्ने है त। पिक्सल्याब एप्लिकेसन ओपन गरिसकेपछि यहाँ माथि देख्न सक्नुहुन्छ 3 डट छ, यहाँ क्लिक गर्ने। यहाँ क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ इमेज साइज भन्ने छ, यहाँ क्लिक गर्ने है त। यहाँ क्लिक गरिसकेपछि कस्टममा क्लिक गर्ने, युट्युब थम्बनेल यहाँ क्लिक गर्ने है त। यसलाई सिलेक्ट गर्ने, युट्युब थम्बनेलको साइज सिलेक्ट गर्ने है त। न्यू ट्याबमा क्लिक गरेर यसलाई डिलिट गरिदिने। त्यसपछि चाहिँ यसको कलर पनि चेन्ज गर्न सक्नुहुन्छ तपाईहरु। कलरमा चाहिँ जस्तो चाहनुहुन्छ त्यस्तो कलर पनि राख्न सक्नुहुन्छ। यहाँ तलतिरपट्टि ग्रेडियन्ट छ, यहाँ क्लिक गरेर अलग अलग कलर पनि राख्न सक्नुहुन्छ है त। यति भइसकेपछि यसको कलर एडजस्ट पनि गर्न सक्नुहुन्छ। यहाँ प्लसको आइकनमा क्लिक गर्ने। ल म यति राखिदिन्छु, सिलेक्ट गरे। त्यसपछि चाहिँ टिक गरिदिन्छु है त। यति भइसकेपछि चाहिँ तपाईहरु ब्याक आउने, सिम्पली ब्याक आएर क्रोम ब्राउजर ओपन गर्ने। क्रोम ब्राउजर ओपन गरेर यहाँ सर्च गर्ने रिमुभ बीजी सर्च गरिसकेभन्दा पछि तपाईहरु देख्न सक्नुहुन्छ यहाँ चाहिँ रिमुभ ब्याकग्राउन्ड भन्ने अप्सन आएको छ। यहाँ क्लिक गर्ने। यहाँ क्लिक गरिसकेपछि यहाँ चाहिँ आफ्नो फोटो सिलेक्ट गर्ने है त। जो फोटो त्यहाँ थम्बनेलमा राख्न चाहनुहुन्छ त्यही फोटो सिलेक्ट गर्ने। म चाहिँ यो फोटो राख्दिन्छु। यहाँ देख्न सक्नुहुन्छ फोटोको ब्याकग्राउन्ड अटोमेटिकली रिमुभ भइसकेको छ। यहाँ चाहिँ डाउनलोडमा क्लिक गर्ने। म्याक्सिमम क्वालिटीमा सेभ गर्नलाई चाहिँ तपाईहरुले प्रिमियम पर्चेस गर्नुपर्ने हुन्छ। म चाहिँ फ्री वाला डाउनलोड गर्छु। अब यो फोटो डाउनलोड गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ फेरि हामी आयौं पिक्सल्याबमा। पिक्सल्याबमा आइसकेपछि फ्रम ग्यालरीमा क्लिक गर्ने। यहाँ देख्न सक्नुहुन्छ फोटोको ब्याकग्राउन्ड अटोमेटिकली रिमुभ भएर आइसकेको छ। र अब चाहिँ यहाँ सेट गर्ने। त म चाहिँ हल्का यसलाई जुम गरेर राख्दिन्छु। अब चाहिँ हाम्रो थम्बनेलमा क्यारेक्टर एड भइसकेको छ। अब हामीले गर्नुपर्ने हुन्छ किवर्ड एड है त, टेक्स्ट। यहाँ क्लिक गरेर यसलाई लक गरिदिने है त। यसलाई लक गर्यो भने फोटो यताउता हिल्लिन्न। अब चाहिँ हामीले ट्याक्स एड गर्नु पर्यो है त। ट्याक्स एड गर्नलाई चाहिँ फेरि प्लसको आइकनमा क्लिक गर्ने, टेक्स्ट छ यहाँ क्लिक गर्ने। यहाँ देख्न सक्नुहुन्छ यसलाई अलि बिचमा ल्याउने, यहाँ एडिटमा क्लिक गर्ने है त। एडिटमा क्लिक गरिसकेपछि तपाईको कुन टपिकमा भिडियो छ त, जस्तै थम्बनेल कसरी बनाउने है त। पहिला चाहिँ यति लेख्ने, यसलाई चाहिँ सेट गर्ने है त। ल यसलाई यति भइसकेपछि यहाँ चाहिँ फन्ट बनाउने। पहिला चाहिँ साइजमा आएर यसलाई साइज ठुलो सानो पनि बनाउन सक्नुहुन्छ। यति भइसकेपछि कलरमा आएर कलर पनि यहाँ चेन्ज गर्न सक्नुहुन्छ। ल म चाहिँ यो कलर राखिदिन्छु है त। यति राखिसकेपछि चाहिँ यहाँ देख्न सक्नुहुन्छ फन्टमा आउने। फन्टमा आइसकेपछि अलग अलग स्टाइलका फन्ट देख्न सक्नुहुन्छ तपाईहरु। तपाईहरुलाई जो मन पर्छ त्यही चुज गरेर राख्नु होला है त। म चाहिँ यही चुज गरिदिन्छु। ल थम्बनेल भयो। त्यसपछि फेरि प्लसको आइकनमा क्लिक गर्ने, टेक्स्टमा क्लिक गर्ने, एडिटमा क्लिक गर्ने है त। एडिटमा क्लिक गरेर ल यसलाई चाहिँ डिलिट गर्ने। त्यसभन्दा पछि थम्बनेल बनाउने सजिलो तरिका है त। ल थम्बनेल बनाउने सजिलो, यति मात्र लेख्नु, सजिलो मात्रै लेखौँ है त। ल यसलाई पनि सेभ गर्न। ल यहाँ तलतिरबाट ल्याएर राख्ने यसलाई है त। यति भइसकेपछि फेरि साइजमा आएर यसलाई जति राख्न चाहनुहुन्छ त्यति नै राख्ने है त। ल यति भइसकेपछि म यसलाई सेभ गरेँ। सेभ गरिसकेपछि यहाँ कलरमा आउने। कलरमा आइसकेपछि यसको रेड कलर राख्छौँ है त। रेड राखिसकेपछि सेभ गर्छौँ। त्यसपछि फन्टमा आउने। फन्टमा आइसकेपछि यसको पनि फन्ट स्टाइल सिलेक्ट गर्ने है त। ल मैले चाहिँ यही सिलेक्ट गरेँ। त्यसपछि यहाँ फन्टको ब्याकग्राउन्ड पनि राख्न सक्नुहुन्छ। ब्याकग्राउन्डमा आएर यसको चाहिँ व्हाइट राखिदिन्छौँ है त। देख्न सक्नुहुन्छ थम्बनेल बनाउने सजिलो तरिका। अब चाहिँ तरिका लेख्न बाँकी छ है त। ल हामी फेरि प्लसको आइकनमा क्लिक गर्छौँ, टेक्स्टमा क्लिक गर्ने, एडिटमा क्लिक गर्ने, फेरि यसलाई हटाउने। यसमा चाहिँ थम्बनेल बनाउने सजिलो त्यहाँ भयो। अब चाहिँ थम्बनेल बनाउने सजिलो तरिका ती लेख्छौँ। ल यसलाई पनि अलि तलतिर ल्याएर राख्छौँ है त। ल
यति भइसकेपछि यसको पनि सेम प्रोसेस त्यही साइजमा आएर साइज सेलेक्ट गर्ने त्यसपछि कलरमा आएर कलर सेलेक्ट गर्ने है त। ल यसको कलर चाहिँ हामी राखिदिन्छौँ व्हाइट राखिदिन्छौँ है त, यसको व्हाइट अनि ब्याकग्राउन्डको चाहिँ ब्ल्याक राखिदिन्छौँ है त। ल यसलाई पनि सेभ गर्छौँ। सेभ गरिसकेपछि चाहिँ फेरि फन्टमा आउने फन्ट सेलेक्ट गर्ने है त। त्यसको पनि फन्ट सेलेक्ट गरेर देख्न सक्नुहुन्छ थम्बनेल बनाउने सजिलो तरिका यति चाहिँ रेडी भयो। त्यसपछि चाहिँ फेरि यहाँ क्लिक गरेर यो सबैलाई लक गरिदिन्छौँ है त। यो खाली जग्गामा चाहिँ लोगो राख्न चाहनुहुन्छ भने हाम्रो भिडियोको टाइटल छ थम्बनेल कसरी बनाउने ल है त। यहाँ तलतिरपट्टि 1-2वटा थम्बनेल राखिदिन्छौँ है त। ल पहिलाको भिडियोको थम्बनेल राखि पनि भयो। यदि गुगलबाट कसैको भिडियोको थम्बनेल उठाएर राखिदिए पनि भयो है त। ल हामी प्लसको आइकनमा क्लिक गर्ने, प्लसको आइकनमा क्लिक गरिसक्यो भन्दा पछि फ्रम ग्यालेरीमा क्लिक गर्ने। तपाईँलाई जो राम्रो लाग्छ त्यही लोगो सिलेक्ट गर्ने, सिलेक्ट गरेर ल यसलाई अलिकति मिलाएर टक्क राखिदिने है त। ल एउटा चाहिँ थम्बनेल लगाइदियौँ, त्यसपछि चाहिँ एउटा युट्युबको लोगो लगाइदिन्छौँ है त। प्लसको आइकनमा क्लिक गर्ने, फेरि फ्रम ग्यालेरीमा क्लिक गरेर युट्युबको लोगो सिलेक्ट गर्छौँ। सिलेक्ट गरिसकेपछि यसलाई पनि सानो ठुलो बनाएर तपाईँको मतलब आफ्नो हिसाबले तपाईँहरूले आफ्नो हिसाबले सिलेक्ट गरेर राख्न सक्नुहुन्छ। ल यसलाई पनि टक्क यहाँनिर राखिदिउँ है त। बस देख्न सक्नुहुन्छ थम्बनेल बनेर रेडी भइसकेको छ। रेडी भइसकेपछि देख्न सक्नुहुन्छ यहाँ सेभको अप्सन छ, यहाँ क्लिक गर्ने। यहाँ क्लिक गरिसकेपछि सेभ एज इमेज भन्ने चाहिँ यहाँ क्लिक गर्ने है त। यहाँ क्लिक गरिसकेपछि सेभ टु ग्यालेरीमा क्लिक गर्ने। अब चाहिँ यति भइसकेपछि तपाईँहरू देख्न सक्नुहुन्छ म ग्यालेरीमा लगेर जान्छु तपाईँहरूलाई। ग्यालेरीमा आइसकेपछि देख्न सक्नुहुन्छ थम्बनेल चाहिँ रेडी भइसकेको छ। यसलाई चाहिँ अलिकति कलरिङ गर्नु चाहनुहुन्छ भने लाइट रुममा जाने, लाइट रुममा एड गरेर सजिलैसँग कलर एडजस्ट गर्न सक्नुहुन्छ है त। सो साथीहरू आशा गर्छु आजको भिडियो चाहिँ तपाईँहरूले मन पराइदिनु हुनेछ भन्ने आशा गर्छु। भिडियो कस्तो लाग्यो आजको तपाईँहरूले चाहिँ कमेन्टमा प्रतिक्रिया दिन नबिर्सिनु होला। भिडियो मन परेमा भिडियोलाई लाइक, कमेन्ट, सेयर अनि च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला है त। अब चाहिँ मिल्छौँ अर्को भिडियोमा कुनै नयाँ टपिकको साथमा। त्यहाँसम्मको लागि बाई बाई।